साथीभाइहरु वेलकम छ आजको न्यू ब्लगमा। आज चाहिँ म धेरै दिनपछि ब्लग बनाउन लाग्छु अनि म चाहिँ दाइसँग नै भेट भएको छ। दाइले चाहिँ र्याप स्याप हान्नुहुन्छ अनि आज दाइसँग म धेरै दिनपछि भेट भइसकेको छ। दाइले चाहिँ आज दाइको च्यानल चाहिँ छैन, अलिक पछि बनाएर दाइले नि अब रेकर्डिङ गर्नु हुँदैछ बिस्तारै र्यापहरू। अनि अहिलेको लागि चाहिँ अब मेरो च्यानलमा यसो हाल्नको लागि दाइले अब केही भनिदिनु हुँदैछ र्यापमा। कस्तो हान्नुहुन्छ हेर्दै जाउँ। धेरै लामो चाहिँ छैन, टक्क छोटो मिठो 2 मिनेटको 3 मिनेटको कति हुन जान्छ। अब यसो हेरिदिनु होला र्याप हाम्रो कस्तो लाग्छ दाइको। बवाल हान्नुहुनेछ जहाँसम्म लाग्छ मलाई। यसो हेरिदिनु होला। आज चाहिँ हामी यसो रुममा बसेको होला र्याप स्याप गर्न लाग्छौँ। कस्तो लाग्छ हेरेर यसो प्रतिक्रिया कमेन्ट दिनु होला साथीभाइहरू। अब दाइले अब सुरु गर्नुहुन्छ नि त। दाइ अब बिस्तारै सुरु हान्दिउँ न त। म चाहिँ क्यामेराम्यान भइहाल्यो, दाइले खतरा हान्दिनुहुन्छ जे होस्। अब कालीमाटी फर्को फेरि च्याओस् सर्वपटक उठेकोले चल चिकन मान्डु गुन्डागर्दी दादागिरी भने होइन काण्डु। म यहाँलाई रुपियाँको साथमा चाहन्छु शिरमाथि मुकुट पर्छ थोलपको खाडी वरिपरि सबैजना मेरो केटा आदि अनि प्रेसरसँग बन्न लास्ट मात्रै गाजी। यो 13 दिनपछि सक्यो तेरो चिन, जति छिटो गाछ त्यति छिटो नेपाली गफ सुनि छोड केटो राजालाई चिन। आँखा जिङ पर्दा हिजो जलिरहेको सिन कालीमाटी जस बोई हलिउड स्कुल अरूको त गफ मात्र गर्नु जाँदै हातले गर्छु मुखले राति बाँची दिन्छु खाटो। जति चाहिँ गरेँ मैले आफू जति कुरा काट मेरो हुन्छ मलाई नाफै लाउँदिनँ आखिर मेरो मेहनत नपे यो त म सिकारी कोभिड फन्त बिमारी शत्रुहरू टाढे बस सडक मेरो चिनारी केरा जाला यसपालि यति नस्तो बिहानी यति यति राम्रो छेपी त्यति ठाडे राङ्गे दाइको र्याप कस्तो लाग्यो कृपया दोस्रो पार्ट चाहियो भने फेरि भन्नु होला। हामी कुनै दिन काम छुट्टी भएको होला फेरि दाइ र मैले फेरि र्याप ल्याउने छौँ। दाइले चाहिँ अब बिस्तारै आफ्नै च्यानल खोलेर अब हल्का पैसा भएपछि म्युजिक भिडियो रेकर्ड गराउने भन्नुहुँदैछ। अब दाइले लेख्न चाहिँ धेरै लेख्नु भएको रहेछ। हाम्रो खोटाङ्गे दाइ अब यस्तै आफ्नै अब लिरिक्सहरू एकदम आफैले गरेको कामहरूको बारेमा बवाल लेख्नु भएको रहेछ। कृपया के कस्तो लाग्छ सपोर्ट गरिदिनु होला। यस्तो यो डिसिस चाहिँ होइन, आफ्नो यस्तो एकदम आफैले फिलिङ गरेको कुराहरूको बारेमा गर्नु भएको छ। अनि त्यसपछि अब बिस्तारै दाइले रेकर्ड गर्नुहुँदैछ के गर्नुहुन्छ। नेक्स्ट पार्ट चाहियो भने भन्नु होला। अनि मेरो टिकटकमा युट्युबमा हेर्न सक्नुहुन्छ, फुल भिडियो युट्युबमा नि आउँछ बिस्तारै। अब एक दिन दाइ र मैले चाहिँ बसेर पुरै मजाले एक दिन छुट्टी गरेर दामी तरिकाले हामी र्याप ल्याउँदैछौँ। अनि त्यसपछि के कस्तो लाग्छ हामी आफै अब बिटसिट हल्का बनाएर गर्दैछौँ। के कस्तो लाग्छ यस्तो प्रतिक्रिया दिनु होला। भ्याइयो भने ल्याउन चाहिँ हामी ल्याउने नै छौँ, तर के कस्तो लाग्छ भनिदिनु होला। यसो दाइ र मेरो सँगै भेट भयो भने त्यही हो, माया देखाइदिनु होला साथीभाइहरू। मेरो च्यानलमा दाइको च्यानल भएपछि म मेन्सन नि हान्ने छु। अनि त्यसपछि बिस्तारै अब हुँदैछ, दाइले ल्यापटप किनेपछि भन्नुहुँदैछ। अनि त्यसपछि बिस्तारै हुन्छ। कस्तो लाग्छ यसो यो छोटो पार्ट चाहिँ हेरेर यसो प्रतिक्रिया दिनु होला। ल बाई बाई।